हेलो साथीहरु, सनी देओलको बहुप्रतीक्षित मसाला एक्सन फिल्म जाट सिनेमा घरमा आइसकेको छ। मैले देखि पनि सके, त्यसैले आउनुहोस् छिटो कुरा गरौँ। सो नमस्ते साथीहरु, यो हो मुभी मिरर र आज म कुरा गर्दैछु जाट मुभीको बारेमा। सो जब दक्षिणका निर्देशक र बलिउडका एक्टर्स कुनै काममा सहकार्य गर्छन्, हामीले मनोरञ्जनले भरिएको कन्टेन्ट हेर्न पाइराखेको हुन्छौं। तर सिकन्दर बाहेक कुनै सामान्य कुरा होइन र यस पटक गोपीचन्द मालिनी र सनी देओलको सहकार्य छ र गोपीचन्द पहिला नै दक्षिणका सामूहिक चलचित्रहरू बनाउनका लागि प्रसिद्ध छन्। उनले 7 चलचित्रहरू बनाएका छन् र ती सबै बक्स अफिसमा हिट नै साबित भएको थियो। र यहाँ जाटमा उनले सनी पाजीको देशी शैलीका साथ आफ्नो दक्षिण शैलीलाई पूर्ण रूपमा इम्प्लिमेन्ट गरेको छ। र साँचो भन्नुपर्दा यदि सनी पाजीको सट्टा हाम्रो रवि तेजा भएको भए यो 10 वर्ष पहिलाको साउथ मुभी जस्तो देखिन्थ्यो। तर सनी पाजीले आफ्नो रोललाई भव्य स्तरमा पुर्याएका छन्। यदि म अझ बढी भन्छु भने मलाई लाग्दैन कि अरू कुनै डाइरेक्टरले सनी पाजीलाई यसरी मास लेभलमा प्रस्तुत गरेका थिए। गदर पछि उनलाई यस्तो भूमिकामा देख्नु पुरानो थियो, किनभने सनी देओलले जे गर्न सक्छ नि त्यसैले गर्दा डाइरेक्सन प्योर साउथ स्टाइल। अनि यदि तपाईले उनको घायल, घातक वा दामिनी फिल्म र गदर पनि हेर्नु भएको छ भने यो फिल्म ती फिल्महरूको अर्को लेभल हो। अब सनी पाजीले खेलेको बलदेव सिंहको कथा हेर्नुहोस्, जो घुम्दै गर्दा यूपी स्टेट आउँछन् जहाँ अलरेडी रणतुङ्गाको राज हुन्छ। उसको डर त्यहाँको गाउँको मान्छेमा मात्रै होइन, त्यहाँको पुलिसमा पनि हुन्छ। त्यसैले जब सनी पाजी त्यहाँ आउँछन्, रणतुङ्गाका गुण्डाहरूले उनको इडलीको प्लेट खसाल्छन्। तर इडली खसालेपछि पनि तिनीहरूले सरी माग्दैनन्। अनि हाम्रो सनी पाजी त जाट हुन्, उहाँलाई त सरी चाहिन्छ र उनीहरू सरी भनिदिन्छन्। र त्यसै गरी रणतुङ्गाका एरियामा गएर सनी पाजी किन झगडा गर्छन् भन्ने कुरा यो मुभीमा हेर्न सकिन्छ, विथ फुल एन्ड एक्सनको साथ। र केही महिला उन्मुख मेसेजहरू पनि छ र बीचमा कमेडी पनि छ, जुन 2 घण्टाको मुभीलाई चाहिन्छ। त्यसै गरी मुभीमा कुनै खासै गीत छैन। गीत छ भने